बाहरूलाई नमस्कार 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 सन्चै हुनुहुन्छ? कति वर्ष हुनु बाहरू? तपाईँ पनि 78? हजुर म 11 साले? 11 साले ए 11 साले भनेपछि 72 73 72 हुनुभयो होइन? तपाईँको जमानाको लाइफ स्टाइल र जीवनशैली र अहिलेको जीवनशैलीमा के फरक छ बा? पहिलेको जीवनशैली र अहिलेको जीवनशैलीमा अहिले सुख जस्तो मात्रै, तर त्यति सुख छैन। पहिलाको राम्रो कि अहिलेको राम्रो त? अहिले झन् राम्रो देख्नलाई अहिलेको राम्रो, तर हाम्रो पुरानो अनुभवमा त उत्तरको राम्रो लाग्छ। अहिलेसम्म कुनै रोग सोग केही छैन है? अलिअलि हो त्यो खासै त्यसलाई गर्नु सामान्य छ, नत्र छैन हो। अब यसको रात पहिलाको त्यो अर्ग्यानिक खाना त होला त्यही हो। हो होइन? पहिले चाहिँ युरिया मोल नखाएको, शुद्ध घिउ दुध दही खाइएको भएर यतिको उमेरमा पनि तगडै छौँ भन्नु। तगडै हुनुहुन्छ होइन? त्यही त रमाइलो सधैँ हजुरहरू जे होस्, तपाईँहरूको चाहिँ सधैँ जमघट सधैँ हुन्छ यहाँ हो? हरेक दिन के गफ हुन्छ? अब यो बेलामा के कस्ता भलाकुसारी हुन्छ त? कहिले कहिले धर्मशास्त्रको कुरा गर्छौँ, कहिले हाँसो ठट्टाको कुरा गर्छौँ। हो अन्त के भन्छौँ होइन, खुसी बाटो अब हामी तपाईँ 70-75 काटेको मान्छे नाफामा बाँचेको, अब हामी सन्तुष्टि हुनुपर्छ, खुसी हुनुपर्छ। नाफा बाँचेको हो होइन, अब हामी त नाफामा बाँचेको त न बाँचिन्छ। अब 84 मजाले गरिन्छ। गर्नेले नगर्ने अहिलेसम्म ठिकै छ। भगवान् उनीहरूले जानु अब गोरे पनि कसैले कति वर्ष भयो थियो भन्दा 77 उहिँदै भारे चाहिँ भनिदिने बेला बाले भयो नि त हाम्रो। अनि बाले कतिवटा बिहा गर्नु अरे? म त गरेँ तिनवटा होइन? तिनवटा गर्नु। अनि हजुरले? तिनवटा हजुरले? मेरो त एउटा हो। ए हजुरको एउटा? ए दुईटा है चाहिँ? दुईटा। अनि बुवा नमस्कार, हजुरले कतिवटा हो? 5वटा? ओ माई गड, 5वटा बिहा गरेको? याहा कति रमाइलो होइन? अहिले कतिवटा आमा हुनुहुन्छ त? जम्मै गए? ए अहिले एक्लै? ए भरे 5वटा सम्हाल्न सक्नुहुन्छ है त? कति रमाइलो है यहाँ त, गफ रमाइलो छ। हिजोका दिनमा तपाईँहरू सानो साना हुँदा के खेल्नु त? हामी त सानो हुँदाखेरि भगुन्डो, तल थाहा छैन, भगुन्डो खेल डल्लो काठको डल्लो बनाएर त्यहाँ हालेर उसले हालेर दाँत फुक्नुसम्म लाग्थ्यो हो? त्यहाँबाट डन्डी बियो डन्डी बियो हो है? त्यसपछि अब गर्खे पिन काठे पिन भन्ने मात्रै हुन्छ र त्यो खेल त्यस्तै खेलिन्थ्यो, रमाइलो थियो होइन? अनि त्यो बेलामा मान्छेहरूलाई जस्तो बिरामी पर्दा चाहिँ के हुन्थ्यो? हस्पिटल थिएन? बिरामी पर्दा त हस्पिटलै थिएन। हामी साना छँदा हो दबाई थिचेर खाना दिन्थे होइन। यो के भएको भने सोधे गाडी हेरे यो भयो भने दबाई दिएर खाएर सन्चो हुन्थ्यो। सन्चो हुन्थ्यो होइन? मान्छे पनि काबरो पानेर सन्चो गराउने हो होइन? त्यस्ता थिए अनुभवहरू। हस्पिटलै थिएन, हात खुट्टा भाँचियो भने त बुढाहरूले जोडिन्थ्यो काप्रो बाँध्ने जोडिन्थ्यो होइन? कति रमाइलो थियो पहिलाको जिन्दगी रमाइलो होइन? मान्छे सबै सहयोगी थिए। सहयोगी कसैलाई केही पर्यो, घर बनाउनु पर्यो, गोठ बनाउनु पर्यो भने सबै गएर गोरी लाग्ने, सहयोग गर्ने। टाढो बाटो कहिले के दिएर हुन्छ गर्ने, तर अहिले कसैलाई पनि एउटा केही ल्याइदिए भने नि पैसा नदिए ल्याइदिन्न हो है? नि तपाईँ कति वर्ष हुनु अरे? म 78। कस्तो 78 को ग्याङ कस्तो रहेछ कि यो ज्योतिष शास्त्रले पनि भन्छ 78 वर्ष सबैहरूको त्यो बेलाको सबैको शनि बृहस्पति एउटै राशिमा हुन्छ, त्यही भएर तिनीहरू मिल हुन्छन् कि उस्तै, त्यही भएर मिल्छ। कति कुरो मिल्छ नि त होइन त? कुरो मिल्छ होइन? बुहारसँग यहाँ फेरि मकै, ओहो ल बाजेले मकै कति बेच्नुहुन्छ? 150 150 घोगा बाबा होइन?
कति रमाइलो छ उहाँ पनि फेरि पुरा अर्ग्यानिक मान्छे हो यो पाल्पा तानसेन वडा नम्बर 7 को हाम्रो गाउँले बाको पसल भन्ने हो यो साह्रै मजाको हुनुहुन्छ उहाँ यहाँ चाहिँ पुरै अर्ग्यानिक चिजहरू जे हो अर्ग्यानिक यहाँ पुरा अर्ग्यानिक चिज ल्याएर बेच्नुहुन्छ यहाँ हेल्दी खानाहरू पाइन्छ गाउँले यहाँ चाहिँ लगभग एमबिबिएस डक्टरहरू पनि सबै आएर खाने ठाउँ पनि यही जो हो होइन अर्ग्यानिक चिज पाइने एउटा ठाउँ भनेको यही नै हो ल कोही तपाईँहरू आउनुभयो भने यो पसलमा चाहिँ अर्ग्यानिक चिजहरू जे चाहिन्छ हाम्रो यो जम्मै बेच्नुहुन्छ यो बाजेले रोटी, रोटी, ल रोटी,